हो, म तिमी जस्तै बलियो बन्न सकेको छैन, तिमीले जस्तै घरको भारहरू काँधमा उठाउन सकेको छैन, तर ढुक्क हो बा, म अझै थाकेको छैन। मलाई उडाएको हवाईजहाजले होइन बा, मैले गाउँ छोडेको रहरले होइन, मैले परिवारको साथ छोडेको नयाँ साइनो गाँच्नको लागि होइन, मैले भिर्ने झोला बिसाएर सुटकेस समाउँदै खादा उडेको रहरले होइन बा, म रोएकै छैन नि बा, मैले आँसु देखाएकै छैन। साँच्चै आमा, विश्वास गर न, तिम्रो छोरो थाकेकै छैन। फरक अलिकति छ, बिहानीमा घामभन्दा थोरै अगाडि उठ्नुपर्छ, घामले धरती चुम्नु पहिले काममा पुग्नुपर्छ। परदेश हो आमा, यहाँ डिजिटल चुलो राखिदिएको छ कोठामा, नसोच बाँसको भाटा फुटाउँदै धुवाँको मुस्लो छोड्ने आगो फोक्नुपर्छ। हेर न दाइ, म एकदम ठिक छु, म मजाले मुस्कुराइरहेको छु, मैले ढाँटेकै छैन। साँच्चै दाइ, म थाकेकै छैन। काम सकिन्छ, कोठामा आउँछु, गाउँको याद यसरी आउँछ जसरी हावासँगै आँगनीमा धुलो उपहार आसो आउँछ। आसो जब भान्सामा पस्छु अनि त्यो डिजिटल चुलो अन गर्न खोज्छु, थाकेर आउँदा तिमीले ठिक पारिदिएको लट्टेको साग र त्यो चाख्लाको भात याद आउँछ आमा। ओके पुट्न मलाई आउँदैन बाले जस्तै सङ्घर्ष गर्न, आउँदैन आमा तिमीले जस्तै मिठो बनाउन। कहिलेकाहीँ तरकारी काट्दा काट्दै छुरीले कान्छी औँलाको नङ भेट्छ अनि झस्किन्छु। कहिलेकाहीँ चलाउँदा चलाउँदैको तरकारीमा आँसुको 2 थोपा पोखिन्छ, नुन चर्को पाउँछु। जब पहिलो घाँस लिएर निल्न फेरि आन त यो ओके लाइन दाइ, म्याच सो यार थाहा छ आमा, मलाई आउँदैन बाले जस्तै सङ्घर्ष गर्न अनि आउँदैन आमा तिमीले जस्तै मिठो बनाउन। कहिलेकाहीँ तरकारी काट्दा काट्दै छुरीले कान्छी औँला भेट्छ, म झसङ्ग झस्किन्छु। कहिलेकाहीँ चलाउँदा चलाउँदैको तरकारीमा आँसुको 2 थोपा पोखिन्छ, नुन चर्को पाउँछु। जब पहिलो घाँस लिएर निल्न खोज्छु, छेउमा तिमीले राखिदिएको पानीको गिलास याद आउँछ। गर्दा गर्दै पनि भेट्न नसकेको प्रगति सम्झिन्छु खाने बेला, अनि सबैको निराश अनुहार याद आउँछ। खै खै किन कता कता छातीभित्र पोले जस्तै हुन्छ घरिघरि, तर आत्मा पाकेकै छैन। साँच्चै आमा, ढुक्क हो, तिम्रो छोरो थाकेकै छैन। अनि मेरी प्रिय श्रीमती, तिम्रो हातमा चुरा, घाँटीमा गहना कस्तो राम्रो देखिन्छ होला। तिमीलाई त जस्तो लगाउँदा पनि त्यो जुन जस्तै बलेको देखिन्छौ, किन चिन्ता गर्छौ? तिम्रो श्रीमान पैसा नै पैसाको बोटमा काम गर्छ। अब गाउँघरमा चाडपर्वहरू भित्रिने बेला भए तिमीलाई पनि आशा लाग्छ होला थोरै खर्च। ढुक्क हो, म पसिना बगाउँदैछु, त्यही पसिनाले नै पैसा बगाएर ल्याउँछ कि भन्दै, तर पैसाले मेरो हातको बाटो पाएकै छैन। तर चिन्ता नगर श्रीमती, म अझै थाकेकै छैन। सुन न साथी, तँलाई तेरो बर्थडे खर्च र एउटा मोबाइल चाहिएको होइन, किन चिन्ता गर्छस् यार, पठाउँला नि थोरै आफ्नै खर्च घटाएर। तर यति धेरै पनि याद नगर्न हरेक महिनै पछि म सक्दिनँ भन्छु त ठुलो भइस् भन्दै म्यासेज पठाएर। साँच्चै यार साथी, तँलाई महिनामा एकपल्ट मेरो याद आउँछ कि मेरो तलब आउँछ भन्ने दिन याद आउँछ, बाँकी दिन त तेरो एउटै एसएमएस पाएकै छैन। तर चिन्ता नगर, सकिछु भने पठाउँला, म थाकेकै छैन। थाहा छ बा तिमीलाई, यहाँ खेतबारी नै छैन। थाहा छ बा तिमीलाई, यहाँ खेतबारी छैन, कोदालो कुटो गर्नै पर्दैन, म कम्पनीमै काम गर्छु। ऊ पर डाँडामा लाग्ने घाम पर्खिनै पर्दैन, म मोबाइलको अलार्मले नै उठ्छु। अनि हेर्न भाइ, मैले त लड्नै पर्दैन असारमा हिलो र बाँझो खेतसँग, म त आफ्नै आँसुमा भिज्दै पोखिन्छु। न खेतबारी न हलो जुवा, जोत्नै पर्दैन गोरु र राँगा, म त आफै जोतिन्छु। तर पनि खै के भएको, किरा लाग्यो या मलजल नै पुगेन, त्यो पसिनाले अन्न सोचे जस्तो पाएकै छैन। तर चिन्ता नगर भाइ, तेरो दाइ थाकेकै छैन। खै कस्तो सहर हो यो, गाउँमा जस्तै बत्ती जाँदैन, यहाँ सधैँ बलिरहन्छ। तर 4 वर्ष भयो, यो उज्यालोमा पनि दीपावली किन देखिँदैन? सायद पसिनाको गति थोरै बढे जस्तो त्यो निधारमा दसैँको टिका नै भेटिँदैन। खेतको आलीमा जस्तै सडकमा धेरै फुलहरू फुलेको देख्छु, तर माला उन्ने हातहरू देख्दिनँ। साँच्चै बहिनी, म पो आउन पाउँदिनँ त, उपहार त पठाउन मिल्छ नि तिहारमा। तर यो निधारमा सप्तरङ्गी टिका वर्षौँ भयो, टाँसेकै छैन। ढुक्क हो बहिनी, तिम्रो दाइ अझै थाकेकै छैन। सायद यस्तै हो जिन्दगी, अनि यस्तै हो परदेश। कसैको वचन, कसैको घृणा सहनुपर्ने, गाउँघरको याद अनि परदेशको पीडा सहनुपर्ने। मनले त हरेक रात निदाउन नसक्दा सबैलाई सम्झिएर भोलि नै घर जाउँ भन्छ नि, तर के गर्ने, समस्याले डाँडा काटेकै छैन। त्यसैले सबै ढुक्क हो, म थाकेकै छैन। त्यसैले सबै ढुक्क हो, म थाकेकै छैन। धन्यवाद दाइ। किन दिन्छौ यस्तो टर्चर भाइ?
किन दिन्छौ यस्तो टर्चर? मजाक गरेको होइन राजाहरू।